ल्यामी आशीर्वाद चाहिँ मनमा नै दिन्छु है ल हुन्छ अब चिया सही भयो दही चिया भोलि बिहानै त ल यहाँ चाहिँ है हाम्रो माइला बडाबाको नाति हुनुहुन्छ किशोर र नयाँ आमा देल्मी हुनुहुन्छ है उहाँ चाहिँ एकदमै नयाँ बेहुली भएर आउनुभएको थियो र नयाँ दर्शन गर्नुभयो उहाँले बेहुलीले पनि है देल्मीले पनि र आज मैले मेरो तर्फबाट मेरो हातबाट चाहिँ एकदमै नयाँ टिका मेरो नयाँ देल्मीलाई लगाएको छु मेरो आशीर्वाद चाहिँ देल्मीलाई के छ भने सधैँभर मिलेर बस्नु सुख शान्तिमा है गरी खानु परिवारलाई हेर्ने हुनु आफन्तजनलाई पनि हेर्ने हुनु होइन मागी खाने नहुनु गरी खाने हुनु होइन एउटा इष्टमित्रलाई हातमा राखेर बस्नु र छोरालाई म त्यही भन्छु है छोराले पनि आफ्नो बाउ बाजेलाई अब म त अब बाङ्गा भएँ होइन बाङ्गालाई पनि हेर्ने म जस्तै अरू गाउँमा को आफन्त छ सबैलाई माया गरेर बस्ने होइन यति चाहिँ मैले मनमा नै आशिष दिएँ तर अन्तिम परिगयो छ टिका सकिगयो हो तर सबभन्दा ठुलो मेरो मनमा माया छ र आशीर्वाद छ तपाईँहरूलाई है नयाँ जीवन छ तपाईँको खुसी शान्तिसँग बाँच्नुहोस् है ल है दस्तुरमा छ ल ए हुन्छ हवस् ए